प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वका गृहमन्त्री सुदन गुरुङलाई अहिले मन्त्री पद निल्नु न ओकल्नु भएको छ। गृहमन्त्री बनेको 1 महिना पनि नपुग्दै गुरुङ विवादमा घेरिएका छन्। राजीनामाको माग चौतर्फी उठेका छन्। अब उनको राजीनामा देलान् कि नदेलान् आशंका र आलोचनाले सिंहदरबार मन्त्रीमण्डल र रासोपा पार्टी गरमाएको छ। कारण हो गत फागुनको निर्वाचनमा रासोपाबाट निर्वाचित बन्दै गृहमन्त्री बनेर कडा एक्सनमा उत्रेका गुरुङको कनेक्सन सम्पत्ति शुद्धिकरण सम्बन्धी छानबिनमा रहेका विवादास्पद व्यापारी दीपक भट्ट र व्यापारी घराना शङ्कर ग्रुप लगायतसँग बिजनेस पार्टनर भएको विषय बाहिरिएपछि रासोपा हेडक्वार्टरमा हाइकमान्ड छलफल भइरहेको छ। सम्पत्ति शुद्धिकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका दीपक भट्टसँग उनको कनेक्सन भेटिएको समाचार बाहिरिएपछि गुरुङको चौतर्फी आलोचना भइरहेको छ। विवादित बिचौलिया दीपक भट्ट समूहले सेटिङमा हत्याएको एक लघु बीमा कम्पनीमा गृहमन्त्री सुदन गुरुङ पनि पार्टनर रहेको तथ्य सञ्चार माध्यमबाट उजागर भएको थियो, जसबाट सम्पत्ति शुद्धिकरण सम्बन्धी अपराधको अभियोगमा हाल सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुमतिले ललितपुरको पुलचोक स्थित प्रहरी हिरासतमा रहेका भट्ट समूहसँग गृहमन्त्री सुदन गुरुङको समेत साझेदारी देखिएको छ। अब राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका निर्वाचित सांसद तथा सरकारका गृहमन्त्री सुदन गुरुङलाई कारबाही गर्ने सम्बन्धमा कस्तो निर्णय गर्ला भन्ने पर्खाइ छ। रासोपा हाइकमान्ड बैठकले गुरुङको शेयर लगानी गैर कानूनी रूपमा गरिएको हो वा होइन भन्ने विषयमा अनुसन्धान कसरी अगाडि बढाउला भन्ने विषय उत्कर्षमा छ। अनुसन्धानका क्रममा दोषी प्रमाणित भएमा जोसुकै भए पनि कारबाहीको भागीदार बन्दै सांसद पदसँगै मन्त्री पद समेत गुमाउनु पर्ने स्थिति बन्न सक्छ। भ्रष्टाचार अन्त्य, सुशासन स्थापना, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनु पर्ने लगायतको माग राख्दै भदौ 23 र 24 गतेको जेनजे आन्दोलनमा हामी नेपाली संस्थाबाट सुदन गुरुङ स्वयंसेवकका रूपमा संलग्न भएको बताउँदै आएका छन्। आन्दोलन तथा घर आगजनी लगायतका घटनामा 3 प्रहरीसहित 76 जनाको ज्यान गएको थियो भने 2600 बढी घाइते भएका थिए। जस पश्चात तत्कालीन सरकार ढलेपछि सुदन गुरुङ जेनजी प्रतिनिधि स्वरूप नेपाली सेनासँग वार्ताका लागि अग्रसर भएका पात्र हुन्। गुरुङकै सक्रियतामा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम चुनावी सरकार बनेको थियो। लगतै चर्चामा आएका गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई वार्ता गराउन सक्रिय थिए। साथै गुरुङ, लामिछाने र शाहसहितको एकतामा गत फागुन 21 मा रासोपा चुनावमा होमिएको थियो। गोर्खा निर्वाचन क्षेत्र नम्बर 1 बाट प्रत्यक्ष उम्मेद्वार बनेका गुरुङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। बालेन शाहको नेतृत्वमा सरकार गठन भएपछि उनी एकाएक गृहमन्त्री बनेका थिए। सुशासनको माग र बिचौलिया नियन्त्रित अर्थतन्त्रको विरोधमा सडकमा उत्रिएको जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै गृहमन्त्री नियुक्त भएका गुरुङ नै बिचौलिया संलग्न रहेको कम्पनीको साझेदार देखिएपछि बालेन सरकारमाथि नै अनेकन दबाव र प्रश्न उठेका छन्। यसअघि पनि बालेन सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक शाहले पदीय दुरुपयोग गरी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा सक्रिय बनाएको आरोपमा अनुशासन समितिले कारबाही सिफारिस गरेको थियो। त्यही आधारमा प्रधानमन्त्री बालेन शाहले शाहलाई पदमुक्त गरेका थिए। यसले जान्नेलाई छान्ने स्लोगन नै बनाएको रासोपाको छनौटमा पनि खोट हो भन्ने प्रश्न पनि आम मानसमा चुलिएको छ।